हामी बनाउँछौं देश केपी शर्मा ओली। बडा मिठो शब्दमा लेख्नु भएको छ केपी शर्मा ओलीले, हामी बनाउँछौं देश भनेर। दर्शकवृन्द, मलाई त विश्वास लाग्दैन उहाँले देश बनाउनुहुन्छ भनेर। मलाई केमा विश्वास छ भने उहाँले देश चाहिँ भत्ताभुङ्गै पार्नुहुन्छ, देशलाई अन्धकारमय बनाउनुहुन्छ, उहाँले लोड सेडिङ गराउनुहुन्छ। उहाँले के बनाउनुहुन्छ त्यसमा चाहिँ म विश्वास त छु कि उहाँले आफ्नो झुपडी घरलाई महल बनाउनु हुनेछ। उहाँले 10 कट्ठा जमिनलाई बिघौं बिघा जोड्नु हुनेछ र त्यो पनि बनाउनु हुनेछ। उहाँले चाउरी परेको अनुहारलाई झुसिला दारी मेरा जस्तै दारीलाई उहाँले चिल्लो बनाउन सक्नुहुनेछ। यो उहाँको परिवर्तन हो। तेह्रथुममा भएको झुपडीलाई काठमाडौँको बालकोटमा दरबार भन्दा ठुलो महल बनाउन सक्नुहुनेछ। उहाँले के बनाउन सक्नुहुनेछ? आफ्ना किडनी बनाउन सक्नुहुनेछ। चाउरी परेको अनुहार पोटिलो हृष्टपुष्ट र भरिलो बनाउन सक्नुहुनेछ। उहाँले के गर्न सक्नुहुनेछ? उज्यालाका तारा, नेपालका विश्व प्रख्यात एकमात्र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, सक्षम, यो देशलाई उज्यालो बनाउने सक्षम, लोड सेडिङ मुक्त बनाउने क्यापेसिटी भएका व्यक्तिलाई खाल्डोमा पुर्न सक्नुहुनेछ। यस्ता काम उहाँले चाँडोभन्दा चाँडो गर्नुहुनेछ। रातारात परिवर्तन गर्नुहुनेछ। आफ्नो सालोलाई बनाउनु हुनेछ। के बनाउनु हुनेछ? उहाँले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमडी बनाउनु हुनेछ। बनाउनुहुन्छ उहाँले, किन बनाउनुहुन्न? बहुत कुछ बनाउनु हुनेछ। उहाँले झापाको 10 कट्ठा जमिनलाई बिघौं बिघामा परिवर्तन गर्न सक्नुहुनेछ। आफ्नो नाममा बनाउन सक्नुहुनेछ। उहाँले गिरिबन्धुलाई आफ्नो बनाउन सक्नुहुन्छ भने देश त बनाइहाल्नु भोलि। विश्वास त तपाईलाई। उहाँले आफ्ना किडनी फेर्न सक्नुहुन्छ, तर जनताका किडनी निकाल्न सक्नुहुन्छ। उहाँले किडनी फेल गराउन सक्नुहुन्छ उहाँले, किनभने जनताहरू कुपोषित छन्, खाना लाउन पाएका छैनन्, दुखी छन्, पीडित छन्। कर तिर्दा उनीहरूको ढाड खुसिसकेको छ। देशमा कर तिर्दा भने यहाँसम्म उहाँले गर्न सक्नुहुनेछ। हेर्नुस् त, केपी ओलीको पहिलेको अनुहार जेलबाट निस्किने बेलामा मेरो अनुहार, म पनि 60 वर्ष पुग्न लागे, 58 वर्षको भएँ। केपी ओली भन्दा म पनि कम छैन। परिश्रममा, मेहनतमा, बोलाइमा, पढाइमा, क्यापेसिटीमा, देश विदेशमा गएर काम गरेकोमा म पनि कमी छैन। तर उहाँको आज अनुहार हेर्नुस् अनि मेरो अनुहार हेर्नुस्। मसँग 2-3टा व्यवसायहरू छन्। त्यो व्यवसाय गर्ने मान्छेको अनुहार हेर्नुस् अनि केपी ओली प्रधानमन्त्री भएको मान्छेको अनुहार हेर्नुस्। प्रष्ट देखिन्छ। केपी ओलीले देश बनाउँछन् कि सालो बनाउँछन्? केपी ओलीले आफ्नो घर बनाउँछन् कि देश बनाउँछन्? केपी ओलीले आफ्नो किडनी बनाउँछन् कि देश बनाउँछन्? के बनाउँछन्? किडनी बनाउँछन्। के बनाउँछन्? बालकोटमा घर बनाउँछन्। के बनाउँछन्? गिरिबन्धु आफ्नो बनाउँछन्। के बनाउँछन्? विद्युत प्राधिकरणमा आफ्नो सालोलाई एमडी बनाउँछन्। कुलमान घिसिङ जस्तोलाई खाल्डोमा हाल्छन्। उनलाई अझ जेल पनि कोच्न सक्छन्। कुलमान घिसिङ जस्तो मान्छेलाई हेर्नुस्, केपी ओलीले के बनाउँछन्, के बनाउँदैनन्, मलाई चाहिँ प्रष्ट थाहा छ। भनिदिनुस् प्यारा देशवासी जनताहरू, है, विदेशमा बस्नुहुने सम्पूर्ण दुखी, पीडित, परिश्रममा पसिना चुहाएर 55 डिग्रीको सेल्सियस भएको तापक्रममा खाडीमा पसिना बगाउने साथीहरूले भनिदिनुहोस्, केपी ओलीले देश बनाउँछन् या उनको सालो बनाउँछन्? देश बनाउँछन् कि बालकोटमा घर बनाउँछन्? देश बनाउँछन् कि गिरिबन्धु आफ्नो बनाउँछन्? भनिदिनुहोस् तपाईहरुले।